अहिले हामी चाहिँ काठमाडौँको मुख्य सडकहरुमा घुम्दैछौँ। विशेष कारण के छ भने एकदमै राम्रो फुलहरू फुलेर ढकमक्क भएको छ। हामीले हिँड्दाखेरि पनि मन आनन्दित प्रफुल्लित बनाउने खालको छ। त्यो देखाउनको लागि भए पनि आज हामी घुम्दैछौँ यो दरबार मार्गदेखि भद्रकालीसम्मको एरियामा, जहाँ चाहिँ हामीले धेरै मात्रामा जागरकाण्ड फुलहरू देख्न सक्छौँ। बैजनी रङको यो फुल यस्तो राम्रो देखिन्छ कि यो चैत वैशाखको बेलामा फुल्छ, भुइँमा झरेर त्यस्तै राम्रो देखिन्छ, जुन चाहिँ हामीले दृश्यमा कैद गर्नलाई पाएका छौँ। एकदमै खुसी लागेको छ। यतिको शान्त ठिक्क जाम पनि छैन। आजको रोडको स्थिति हेर्दाखेरि जस भिडियो खिच्न पनि मजा आइरहेछ। यति राम्रो छ कि यो फुलहरू है, हेर्दाखेरि एकदम आनन्दित लाग्छ, एकदम प्रफुल्लित बनाउँछ। जो गइलाई पनि यसको तल बस्नुपर्छ, अझ झनै मन प्रफुल्लित बनाउँछ। यो चाहिँ घण्टाघर अगाडिको यो टुँडीखेल अगाडि। अब हामी चाहिँ दरबार मार्गबाट अगाडि लाग्दैछौँ। हामी नारायणहिटी अगाडि आइपुग्यौँ। अब राइट लागेर जान्छौँ है त। एकदमै राम्रो देखिन्छ। यता वरिपरि यो दरबार मार्गको वरिपरि चाहिँ यो रुख ठुलो भएर काटिसकेको थियो, त्यो भएर चाहिँ अलिअलि फुलेको देख्न सकिन्छ। खासै त्यस्तो विधि देखिँदैन। अहिले भर्खर पालुवा पलाउँदैछ। अब योभन्दा अगाडि गइसकेपछि, केही अगाडि गइसकेपछि हामीले टन्नै जागरकाण्ड फुलेको देख्न सक्छौँ, जसले चाहिँ तपाईँहरूको मन पनि एकदम प्रफुल्लित बनाउँछ। अब चाहिँ फुलहरू फुलेको स्थान सुरु हुन लाग्यो। यो केही मिटर अगाडिपट्टि एउटा चोक छ। त्यो चोकबाट अगाडि लाग्न साथ चाहिँ हामीले देख्न सक्छौँ जागरकाण्ड फुलेको स्थानहरू। अब चाहिँ हामी त्यो ठाउँ आइपुग्न लागिसक्यौँ है। बिस्तारी बिस्तारी जाम होला जस्तो भयो है। अब योभन्दा अगाडि गइसकेपछि हामीले फुलहरू देख्न सक्छौँ। हल्का हल्का देखिरहेको छ। केही अगाडि गइसकेपछि हामीले फुलहरूको मनमोहक दृश्यहरू एकदमै देख्न सक्छौँ। अब हामी अगाडि बढौँ। अलिअलि तपाईँहरूले देखिसक्नु भयो होला है अगाडिपट्टि। यो फुललाई चाहिँ जागरकाण्ड भन्छ है। प्रत्येक वर्षको चैत्र वैशाख महिनातिर फुल्ने गर्दछ। यसको फुलहरू भुइँमा झरिसकेपछि यति राम्रो देखिन्छ कि झनै त्यो ठाउँमा फोटो खिच्न झन् एकदम मजा आउँछ। हामी चाहिँ घण्टाघर अगाडि आइपुग्न लागेको। यता एकदमै धेरै फुलहरू फुलेको छ। एकदम धेरै बेग्लै, अरूभन्दा बेग्लै देखिने, त्यही भएर पनि होला एकदम राम्रो देखिएको। बैजनी रङको छ यो। अब घण्टाघर अगाडि पनि हेर्नु कहाँसम्म छ यो फुल। हामी ठ्याक्कै रत्नबाग अगाडि आइपुग्यौँ। अब यता पनि एकदम बाक्लो देख्न सकिन्छ फुलहरू फुलेको। वरिपरि एकदम राम्रो छ। हरियालीको बिचमा बैजनी रङका फुलहरू फुलेको। एकदमै मन उठाउँछ यो दृश्यले। हेरौँ दायाँ बायाँ पनि अझै फुलिरहेको छ। त्यता त हामी जान सक्दैनौँ, सिधा जान्छौँ। टुँडीखेल आइपुग्यो हामी। अब हेर्दैछौँ कहाँसम्म चाहिँ यो फुलहरू देख्न सकिन्छ।